सानो स्पेस हुनु समस्या होइन, सही डिजाइन प्रयोग गर्न नजान्नु नै मुख्य कुरा हो। आज हामी केही प्र्याक्टिकल इन्टेरियर डिजाइन साइकोलोजी शेयर गर्छौं जसले तपाईको घरलाई अझ खुल्ला, उज्यालो र व्यवस्थित देखाउन मद्दत गर्छ। यो हो इन्टेरियर डिजाइन साइकोलोजी एपिसोड नम्बर 1, मिररको स्मार्ट युज। मिरर केवल सजावटको लागि मात्र होइन, सही ठाउँमा राखिएको मिररले लाइटलाई रिफ्लेक्ट गरेर रुमलाई अझ ठूलो र ब्राइटर देखाउँछ। विशेष गरी विन्डोको अपोजिट साइडमा ठूलो मिरर राख्दा नेचुरल लाइट रुम भरि फैलिन्छ। एक्सपोज लेग भएको फर्निचर प्रयोग। भिजिबल लेग भएका सोफा, चेयर र टेबलले फ्लोर एरिया बढी देखाउँछ। फ्लोर जति बढी देखिन्छ, रुम त्यति नै स्पेसियस महसुस हुन्छ। लाइट कलर प्यालेट, व्हाइट, बेज, लाइट ग्रे, क्रीम वा पेस्टल सेडले लाइट रिफ्लेक्ट गर्छ र स्पेस खुल्ला देखिन्छ। डार्क कलर पनि प्रयोग गर्न सकिन्छ, तर एडसेन्टको रूपमा। कर्टेन रडलाई सिलिङ नजिकै राखेर विन्डो भन्दा केही बाहिरसम्म एक्सटेन्ड गर्दा वाल अग्लो र विन्डो ठूलो देखिन्छ। यो प्रोफेसनल डिजाइनरको सबैभन्दा ठूलो प्रयोग हुने ट्रिक्स मध्ये एक हो। भर्टिकल स्पेसको प्रयोग। वाल सेप, टल क्याबिनेट र भर्टिकल स्टोरेज सोलुसनले फ्लोर खाली राख्न मद्दत गर्छ। फ्लोर क्लटर कम हुन्छ, रुम स्वस्थ र ठूलो देखिन्छ। लेयर लाइटिङ केवल एउटा सिलिङ लाइटमा डिपेन्ड नभई कोब लाइट, वाल लाइट, टेबल ल्याम्प र पेन्डेन्ट लाइटको कम्बिनेसनले स्पेसमा डेप्थ र वार्म थप्छ। ग्रेट डिजाइन ठूलो बजेटबाट होइन, सही प्लानिङबाट सुरु हुन्छ। आफ्नो घर वा अफिस बनाउन नेपाल इन्टेरियर डिजाइनलाई फलो गर्नुहोस्। धन्यवाद।